लोन लिँदा फिक्स रेट रोज्ने कि फ्लोटिङ रेट, यही सानो डिसिजनले लाखौँ रुपियाँ बचाउन पनि सक्छ, लाखौँ रुपियाँ तिराउन पनि सक्छ। कतिपय मानिसहरू इएमआई बढेर तनावमा पर्छन् भने कतिपय मानिसहरू ब्याज घट्दा फाइदा उठाउँछन्। तपाईँ कुन समूहमा पर्नुहुन्छ? नमस्कार, म एलन द ब्याङ्कर। आज हामी कुरा गर्दैछौँ फिक्स रेट र फ्लोटिङ रेटको बारेमा। पहिला बुझौँ फिक्स रेट। फिक्स इन्ट्रेस्ट रेट भनेको लोनको ब्याज दर निश्चित गर्ने व्यवस्था हो। आज लोन लिँदा 10% फिक्स रेटमा सहमति भयो भने मार्केटमा इन्ट्रेस्ट रेट बढोस् या घटोस् तपाईले त्यही 10% तिरिरहनुपर्छ। सामान्यतया सुरुमा फिक्स इन्ट्रेस्ट रेट चाहिँ फ्लोटिङ इन्ट्रेस्ट रेट भन्दा थोरै बढी हुन्छ, किनभने बैंकले फ्युचर अनसर्टेनिटी आफूले लिएको हुन्छ र त्यसको कस्ट तपाईबाट लिन्छ। अब बुझौँ फ्लोटिङ इन्ट्रेस्ट रेटको बारेमा। फ्लोटिङ इन्ट्रेस्ट रेट भनेको मार्केटको अवस्था अनुसार परिवर्तन हुने रेट हो। यो रेट चाहिँ बेस रेटमा लिङ्क भएको हुन्छ। जब एनआरबी को मोनेटरी पोलिसी चेन्ज हुन्छ अनि मार्केटमा लिक्विडिटी बढ्छ वा घट्छ अनि बेस रेट पनि चेन्ज हुन्छ अनि तपाईको लोन रेट अटोमेटिकली एडजस्ट हुन्छ। जस्तै यदि तपाईले फ्लोटिङ इन्ट्रेस्ट रेट दिनुभएको छ भने मार्केट रेट घट्दाखेरि इएमआई पनि घट्छ। यस्तो अवस्थामा फाइदा हुन्छ। अनि त्यस्तै तपाईले यदि फिक्स इन्ट्रेस्ट रेट लिनुभएको छ भने मार्केट रेट बढ्दा इएमआईमा कुनै पनि चेन्जेस हुँदैन। यस्तो अवस्थामा तपाईलाई फिक्स इन्ट्रेस्ट रेट लिँदा फाइदा हुन्छ। नेपालमा अधिकांश होम लोन, बिजनेस लोन र ओडी लोनहरू फ्लोटिङ इन्ट्रेस्ट रेटमा आधारित हुन्छन्। किनभने लोनको इन्ट्रेस्ट रेट भनेको बेस रेटमा सर्टेन प्रिमियम जोडेर निर्धारण गरिन्छ। जब बेस रेट बढ्छ लोनको इन्ट्रेस्ट रेट पनि बढ्छ। त्यस्तै जब बेस रेट घट्छ लोनको इन्ट्रेस्ट रेट पनि घट्ने हुन्छ। यसलाई एउटा प्र्याक्टिकल एक्जाम्पलबाट बुझौँ। मानौ कुनै बैंकको बेस रेट 8% छ र त्यसमा प्रिमियम 2% जोड्यो भने लोन रेट हुन्छ 10%। त्यस्तै केही महिना पछाडि बेस रेट 7% मा झर्यो भने लोन रेट पनि 9% मा झर्न सक्छ। तर फिक्स रेट भएको भए तपाईले अझै 10% नै तिरिरहनु पर्ने हुन्थ्यो। अब एउटा बैंकरको प्र्याक्टिकल एडभाइस सुनौ। धेरै जस्तो अवस्थामा हामीले लोन लिँदा कुन बैंकले कम इन्ट्रेस्ट रेटमा लोन दिन्छ भनेर खोज्छौँ। तर वास्तविकता के हो भने लोनको डिसिजन लिँदा आजको इन्ट्रेस्ट रेट मात्र होइन, भोलिको रेट पनि सोच्नुपर्छ। जस्तै होम लोनको बारेमा कुरा गरौँ। होम लोन एउटा लामो अवधिको लोन हो। 15-20 वर्षको अवधिमा इकोनोमी, इन्ट्रेस्ट रेट, इन्फ्लेसन, एनआरबी को मोनेटरी पोलिसी धेरै पटक परिवर्तन हुन्छ। त्यसैले यदि अहिले इन्ट्रेस्ट रेट एकदमै लो छ र तपाईले होम लोन लिँदा फिक्स इन्ट्रेस्ट रेट रोज्दा भविष्यमा इन्ट्रेस्ट रेट बढ्दा तपाईलाई फाइदा हुन सक्छ। उदाहरणको लागि यदि तपाईले आज 8% को फिक्स रेटमा होम लोन लिनुभयो र भोलि 2-3 वर्ष पछाडि मार्केटमा लिक्विडिटी घटेर इन्फ्लेसन बढेर वा एनआरबी को मोनेटरी पोलिसी टाइट भएर इन्ट्रेस्ट रेट 10% वा 11% पुगे पनि तपाईको लोन रेट 8% नै रहनेछ। यसले तपाईलाई अतिरिक्त लाखौं पैसा तिर्नबाट जोगाउनेछ। र अन्तिममा बैंकबाट लोन लिँदा एउटा प्रश्न आफैलाई सोध्नुहोस्। अबको 1-2 वर्षमा